मान्छेको जीवनमा यदि लक्ष्य भइदिएन भने, यदि घाँसबास कपास त लक्ष्य होइन, किन होइन त भन्नाले त्यो त बाँच्ने आवश्यकता हो। प्रेम प्यार इज्जत सम्मान त्यो पनि लक्ष्य होइन, किनकि त्यो आवश्यकता हो, त्यो बेसिक निड्सहरू हो। लक्ष्य भनेको यी कुरा त लक्ष्य बनाउनै पर्दैन, त्यो त्यतिकै वर्षिने कुरा हो। तर मेरो जीवनमा कुनै महान कार्यको लक्ष्य भएन भने यो जम्मै इन्फर्मेसन मलाई बाँच्नलाई मात्रै काम लाग्छ, अरू केही गर्नलाई काम लाग्दैन। तर मैले लक्ष्य टक्क बनाउन साथमा के हुन्छ, एक सेकेन्डमा वर्षिने यो 10 करोड, 1 करोडदेखि 10 करोड छ त्यहाँ, त्यस कारण 1 करोड प्लस भने मैले यत्रो इन्फर्मेसनबाट अनि उसले मेरो लक्ष्य अनुरूप इन्फर्मेसनलाई चाहिँ जोड्दै जान्छ, जसको कारणले गर्दा मेरो जीवनमा सुई प्रगति हुन्छ। अब एकछिन विचार गर्नुहोस् त, इलन मस्कलाई लिउँ, किनकि उनी संसारको सबभन्दा धनी मान्छे अहिले। उनी जन्मेको परिवारमा त उनी सामान्य